हेलो नमस्ते एभ्रिवान वेलकम ब्याक एगेन। आज चाहिँ हामी फेरि कोरियाको जङ्गलतिर चाहिँ एडभेन्चर हाइकिङ गर्दैछौँ। तपाईँहरूलाई स्वागत छ र हाम्रो भिडियो अन्तिमसम्म हेर्नु होला। हामी 3 जना छौँ। हेलो के भेटाइयो? खानेकुरा हो? यो पातका चाहिँ रातो हुन्छ अनि यो थाहा छ नि यहाँ झोल थाहा छ थाहा छैन होइन मलाई त। के हो यो? नखाएको यो खाइहाल्नु त मिठो हुन्छ? पाके चाहिँ भोलि चाहिँ रातो ल हुन्छ, मिठो हुन्छ। यस्तो चिज पो भेट्यो त। मिठो हो यो तर बनाउँदो रहेछ कस्तो कस्तो है, अमिलो अमिलो हुँदो रहेछ। कहाँ किनेको? यो नेपालमा हुन्छ? नेपाली जति पाकेपछि त्यो त रातो हुन्छ कि फुलियो हुन्छ। भित्र दाना त्यति चबाउने होइन। पुरै आज एडभेन्चर हुन्छ होइन हाम्रो हाइकिङ। अब 1-2 घन्टा चाहिँ हामी चढ्छौँ। यहाँ 400 मिटर माथि के छ भनेर लेखिरहेको छ। लेखेको थियो ल जाउँ। फेरि कोल लेखेको फेरि कोल ए फेरिकल हो? अघि मैले ऊ हेरिरहेको थिएँ कि फेरिकलको यो झुसै देखाएन यहाँ नेपालमा। फेरि कोल भने फेरिकल 2, 3, 4 भनेर मैले भेटेको थिएँ। 400 मिटर माथि छ। ओके ल एकदम हामी चाहिँ नेचुरल ठाउँतिर छौँ। हेर्नुहोस् तपाईँहरू देख्न सक्नुहुन्छ यहाँनिर खोला पुरै कोरियन सर्प भयो चाहिँ पुरै हेर्नुहोस्। गाडी आयो त गोले बाटो पुरै घाम पात्र अनि यहाँनिर यस्तो खोला रहेछ। अब यो यस्तो ठुल्ठुलो जङ्गलमा आइएको छ। यहाँ पुरै नेचुरल खोला नि यो। खानेकुरा हो कि त्यो मौरीको डुँड होइन? चरालाई हो? चराको लागि खानेकुरा। अनि यहाँनिर खोला, यो पानी पनि खोला पनि बढेछ नि त यो अस्तिभन्दा ठुलो भएको। पुरा यहाँनिर एउटा गुफा छ यस्तो। ल हेरौँ यस्तो खोलामा पनि पुल हुन्छ यहाँ। माछा त यहाँ पनि छ है, माछा आइगएको छ नि। ल जाउँ। कस्तो राम्रो छ ठाउँ। आम्मा लु हेर्नु त, नेचुरल नि हो, पुरै प्राकृतिक कि। यो त लाखौँ पैसा तिरेर नि मान्छेहरू जान नसक्ने ठाउँमा चाहिँ हामी फ्रीमा आइरहेको छौँ यहाँ कम्पनीले गर्दाखेरि। अब यस्तो ठाउँ यस्तो मजाको बाटो बनिदिएको छ। अनि यहाँ हिँड्नु पर्छ, हिँड्न पनि सक्छ। यो बत्ती सबै ठाउँ पुऱ्याइदिएको छ। जहिले नि हो जहिले। बत्ती यो चाहिँ तुरुफ हो, तुरुफ खाना मिल्छ यो। नेपालको चिन्डे जस्तो। चिन्ने जस्तो, तर कसले खाने रहेछ जङ्गलमा? मान्छे आइपुग्दैन रहेछ। अब अर्को साललाई हाम्रो खाना। त यहाँ आहा ल हेर्नुहोस् ठाउँ, हेर्नुहोस् मौरीको डुँड। नरोपिकनैको हो कि यो चाहिँ आफै उम्रेरै फलेको। हेर्नुहोस् यो खोलामा, खोलाबाट नेचुरल ओखर छ क्या पुरै। यो चाहिँ दाँते ओखर हो, दाँतले फुटाएर खान सक्ने पुरै जङ्गली ओखर छ क्या।
पछि पाकेपछि टिप्न आउनुपर्ने भयो ए घरै रहेछ यहाँ त्यही त सुनसान नै ठाउँ त यो यस्तो ठाउँमा पनि घर रहेछ पुरै ए स्पेसल ठाउँ रहेछ नि ओहो वाउ कस्तो दामी ठाउँ हेर्नुहोस् यस्तो गाडी छ ठाउँ पुरै मान्छेहरू बसेको छ अहिलेको गाडी हो अब यहाँबाट हामी राइट जाने कि लेफ्ट जाने हाम्रो गन्तव्य चाहिँ आइपुग्न आँट्यो यस्तो छ खोला यहाँको हेर्नुहोस् पुरै कलकल बग्ने खोला हिजो बेलुकातिरको बदाम सदामहरू चाहिँ आज लिएर आउनुपर्ने छ नि सही हो जडीबुडी त होइन नि पत्ता चाहिँ लाग्यो भने छोड्नु हुँदैन है फेरि पोका पारेर हिँडिहाल्ने इन्साम सिन्साम भेट्यो भने झोलामा हाल्नु भयो त्यो आइसल्यो टनाटन रहेछ लु टिप्नु त आम्मा यस्तो अर्ग्यानिक चिज अनि कहाँ किनेरै पाइँदैन नि त यो चिज त खानु न खानु खानु ऊ त्यहाँ पनि ठुल्ठुलो मिठो छ नि होइन कि छैन अलिकति यो पानीले गर्दाखेरि उ भएको हुन्छ नत्र त मिठो छ मिठो माथिबाट पक्कै लाग्छै होला डाँडा आउँछ होला डाँडा खोलाको मुहान चाहिँ यता पनि रहेछ पानी चाहिँ आइरहेको छ गरेर राखेको छ ए तरुलको बोटा नै हो कोरियामा तरुल जस्तो तरुल नै होला सायद त्यो वन किबी ठेकीफल फलेको देखिरहेको थिएँ तल मैले अघि हो र किबी चाहिँलाई चाहिँ त्यो लोकल नाम चाहिँ ठेकीफल भन्छ नि त ठेकीफल हो त पाहाडमा पाउँछ अलि माथि यो बोट हेर्नु नि यो हो यही त हो नि ठेकीफल है यो चाहिँ फलेको छ तल ऊ त्यो बोट तल चाहिँ फलेको छु अहिले भरे जाँदा हेरेको ओके त्यो गाई छैन यो त के रहेछ नि यो त जङ्गल सर्भाइभ पनि गर्न सकिने रहेछ क्या अहिले त 2-4 दिन त फलफुल खाएर यताको झारपात खाएर भए पनि ओहो यहाँ रहेछ नि त सरदम त लु त भाइ जानु कति धेरै रहेछ त लु खान्छु नि म पनि म टिप्छु भिडियो बनाउँदैछु म टिप्ने पनि हो क्या चिज त ओहो यो चराले पनि खाएर नसकेको रहेछ क्या कति मिठो छ नि त फेरि के चरा त थियो अघि तल अनि यो के अरे इन्द्रकमल कि नीलकमल भन्छ नि उयो त्यो सानो फुलेको छ नि त्यो अर्कोतिर चर्ने हुन्छ उम् सिम्बु
यो चाहिँ टन्नै पाउँदो रहेछ लु ऐसेलु चाहिँ अहिले ऐसेलुको सिजन रहेछ यो त सुगन्ध कोकिला जस्तो छ है कुन चाहिँ हेरौँ है हेरौँ हामी चाहिँ अहिले यस्तो ठाउँमा आइसकेका छौँ यहाँनिर सुगन्ध कोकिला पनि भन्छ यसको दाना मालगिरी भन्ने त चिन्दा सुम्म मालगिरी त ल पानी यस्तो छ यसले त हुर्किसक्यो नि अब त थिएँ जस्तो लाग्छ तर मैले फुल्यो भए म गर्थेँ अब भोलि पछि त्यसको साग पनि खुवाउँछ नि बुढीले घाँस जस्तो खुवाएको थियो क्या यो चाहिँ पुरा खान्छ क्या नेपालतिर पनि खाँदो रहेछ हामीले चाहिँ खाएको छैन यो लडुवा त हो एक किसिमको होइन कि होइन लडुवा अब चाहिँ सकिएला हेर्ने रमिता हेर्ने ठाउँ आउला त्यसो भनेको झन् झन् है झन् उकालो झन् रहस्यमै बन्दैछ त हाम्रो यात्रा त कहाँसम्म चाहिँ टुङ्गिने हो त ल हेरौँ त यस्तो दामी बाटो छ हिलो कहीँ छैन ऐसेरो घारी आइपुगेछ नि त आम्म लु हेरौँ त कति चाहिँ छ त हौ खानुको लागि यो चराले समेत नखाएर बसिरहेको रहेछ चिजबिजहरू हामी बजाउँछौँ अब दामी यो सिस्नो जस्तो छ तर होइन होला मैदान आइपुगेछ त यो पानी त पिउँदा हुन्छ होला नि हौ पुरै मूलबाटै फुटेर आएको पाहा छ ए पाहाको बच्चा हो चेपा काँडा भ्यागु त पनि हुनसक्छ नि यहाँ फेरि स्ट्रबेरी रहेछ हौ भुइँभरि लु भुइँ ऐसेलो पनि रहेछ पाकै हो नि कहाँ भेटिरहेको हो अब भ्यागु त पनि हुनसक्छ पाहा नै होला सायदै पाहा नै हो मालिके पा हो कि सिक्रे पा हो कि मन पाहा हो कि होइन मन पा हो कि होइन भुइँ ऐसेलो खाउँ न साथी हो ए आम्मा हेर च्याउ यो खाना हुने खाने चिज च्याउ हेरेर हँ यो च्याउ खाना हुने होइन च्याउ पनि छ ओहो खानु त अब खाइँदैन तर पनि हेरौँ कटुसे च्याउ जस्तो जस्तै छ हौ छन चाहिँ खुट्टामै पलाएको छ हेर नि पाइनस पेट्रोललाई सल्लाहको खुट्टाहरूको बोक्रामा पलाएको छ हो रहेछ खाने खालको देखिँदैछ र चिप्लिन सकिन्छ र हामी खाइँदैन ए यहाँ टन्ने रहेछ नि ल यो नचिनेको चाहिँ हामी चाहिँ खाँदैनौँ खाना चाहिँ यहाँनिर यस्तो ठाउँ रहेछ पुरै यहाँनिर एउटा केहीको कमी भयो जस्तो लागेन तपाईँलाई यहाँ बस्ने ठाउँ गुड एउटा चौतारा चाहिँ हुनुपर्थ्यो कि यहाँ चट्टान यहाँ मुख मुख धुने धुपधुवारहरू गर्ने चौतारो घन्टी पनि झुन्डाउँथ्यो टिङलिङले पारिहाल्ने यो त नेपाल होइन नेपालमा भयो यहाँ एउटा चौतारो धुपधुवार झुन्डाएर यस्तो नाग देउता सिमे भूमि भनिहाल्थ्यो बस्ने ठाउँ हुन्थ्यो अब यहाँ त्यो चाहिँ भएन त्यो चाहिँ भएन त्यो चाहिँ हुँदैन त होइन त्यति चाहिँ भएन यस्तो कुरा सही है कुरा सही हो अब चाहिँ आउन आँटेको हाम्रो डेस्टिनेसन गुड अब चाहिँ आउन आँटे जस्तो छ चाहिन्छ कस्तो चट्टानमा उम्रिरहेको छ शिलाजी चाहिँ यस्तोमा चाहिँ पाउँदैन होला भाइ काटेर फेरि वृक्षारोपण गरेको रहेछ सल्लाहहरू लाउने बाटो त बनाएको काठहरू लाने सक्दो आइसक्यो आम लु हेरौँ त के छ नि अर्को खालको चिज त अर्ग्यानिक हो नि अर्को खालको रहेछ ऊ यताबाट नि छ भित्रतिर सबै टिपेर टकटकाउँ त अर्कै खालको रहेछ फेरि मोबाइल राखौँ उता उमेश खाउँ त्यो यल्लो हुन्छ नि हेर्नु न बोट पनि लगभग ओहो कस्तो दामी ल त्यो अहिलेको भन्दा यो मिठो नि जातै अर्को नि यस्तै दिनमा
दुई चार मुठी खाना पाए त फेरि नि तल है उता खाउँ तपाईँ म भोलि दुध एकचोटि भाइरल भएको थियो नि त हो उमेश अनि यस्तै चाहिँ दिनमा दुई चार मुठी खान पाए त फेरि नि त्यो होला नि हौ फेरि हाल्यौँ त नि आम्मा हेर्नु त ल अलिकति तल पनि नेपालकै जस्तो है यो चाहिँ तल थोरै तपाईँको त्यो उसको अगाडि यो ल खाइहेरौँ त यता उ गरेर हेरौँ त म खान्छु 엄청 맛있어. 엄청 맛있어요. 아, 이거 내추럴. नेचुरल ल भाइ मैले त खाएर आफूलाई खाउँ भनेर फेरि आइगयो त चिज त ल हेरौँ त आम्मा मिठा नि अघिका भन्दा त एकदम मिठा ल दुईजना चढ्दैछन् यहाँ खानाको लागि भयो भने आउनुपर्छ मैले उमेशलाई दिनलाई खोजेको यहाँ होइन मैले खाइसकेँ पुग्यो बनाउनै सकिनँ मैले हो टिप्नै सकिनँ अझै अलि धेरै भएकोमा चाहिँ अहिले म यो ओखर यसरी जोगाएछ ल यहाँ चाहिँ सेम लाइक बुढाखोती भन्छ नि बुढाखोती जस्तै देखिन्छ यहाँ हामी उखाले हेर्छौँ त हेर्नु निकाल्नु त बुढाखोती नै हो कि त हेर्दा त बाहिरबाट त 100% बुढाखोती जस्तो छ टकटाउन त फोहोर लाग्ला होला हो बुढाखोती नै छ त्यसको गाना छैन अब यो त बेलै भएको छैन नि त हो होइन पुरानो त हुनुपर्ने त यो हो है 100% 100% नै हो नि होइन 100 भन्दा माथि कति हुन्छ हो त्यति पर्सेन्ट हो होला त हो भन्ने नि त हो बुढाखोती नै पाउँदो रहेछ ल गानो सानो भएको मात्रै हो 100 भन्दा माथि हुन्छ त्यति अहिले पानी भएको ठाउँ थालिदिउँ त्यो अब नखाने भएपछि अहिलेबाट लानुपर्छ औषधि त्यहाँ सुक्दै गरोस् फर्किँदाखेरि यहाँ त धेरै यहाँनिर आउनु हौ साथीहरू चिज अघि खाले होइन यो आम्मा हेरौँ नि यहाँ खानुपर्छ यतिको त एउटा हुँदा चाहिँ रेन्डमली खाने हो कि यो त प्रशस्तै रहेछ नि त हौ चिज त के खाने हो जुन यो घाम खेलिन्छ भन्दा म यो ट्रनिङ कटिहाल्नु भनेको यो चाहिँ निकै गुलियो रहेछ होइन भाइ टिङ्कर छाङ्रुङै पुग्यो नि बाटो पनि भर्खरै खनेको रहेछ यो ट्र्याक ओपन भएको खोइ कुन हो ए हो रहेछ नि बुढाखोती हो हावा बोलाएको हावा राँगो त कहाँ त्यसो हुन्छ त ल यो सल्लाह हेर्नु त आम्मा कति धेरै उम्रेको त सबै बिउ हानेको होला यो बिउ हानेर फेरि यस्तो स्टेट त यो छान्छ नि फेरि अब यो सबै होइन कि भने जस्तो 1 by 1 छ नि त त्यही त आफै उम्रेकै होला यो त्यो त सौर जस्तो छ नि सौरै जस्तो छ दुरुस्तै हो फेरि आयो चिज अब चाहिँ हामी डेस्टिनेसन पुग्न लागेको छ यहाँ साथीहरू चढ्न छोडेको छैन अझै यत्रो यो कति 2 घन्टा जति हिँडिसक्यो बाटैभरि चरेको छन् अहिले चाहिँ हामी यस्तोमा आइपुग्यो फेरि च्याउ चाहिँ टन्नै अघिको भन्दा धेरै भेटियो तर यो पुरै कटुसे च्याउ जस्तै छ कि हेर्दाखेरि खाने हो कटुसे हो क्या यो तर अब हामी खाँदैनौँ बा हामी चिप्लिन्छौँ होइन होइन त्यस्तो पनि गर्नु हुँदैन पानी चाहिँ पुरा यो नेचुरल पानी झरेको छ कि यहाँबाट हेर्नु यस्तो
गाईले त त्यही जस्तो छ है। यो त लप्सी जस्तो छ तर यहाँ त लप्सी त कोरियामा हुँदैन लप्सी हुँदैन। लप्सी नेपाल मात्रै तर यो रुख चाहिँ यो ऐसोले चाहिँ सकेको छैन, हामीले तलैबाट खाँदै खाँदै 3-3 केजी चाहिँ खाइसक्यो। अझै पनि रहेछ भनेपछि कति चाहिँ रहेछ त्यो जङ्गलमा ऐसेलो? अब त्यही ठुलो पहरामा जान्छ ब्याट्री राखौँ म कति छ अब त्यति नै हो। ल साथीहरू, अब चाहिँ हामी यो बाटोको पुरै अन्तिमसम्म त पुग्न सकिएन। हाइकिङ गरेर अब चाहिँ ओह्रालो झर्दैछौँ अनि हाम्रो साथीहरू तल झरिसक्नुभयो र हामी फर्किँदैछौँ। अनि भिडियो चाहिँ अन्तिमसम्म हेरिदिनु भयो, थ्याङ्क यू सो मच। कस्तो लाग्यो कमेन्ट गर्दै गर्नु होला। यस्तै यस्तै खालको भिडियोहरू मुड चलेको बेला बनाउने बाचा गर्दै आज चाहिँ तपाईँहरूबाट बिदा हुन्छु। धन्यवाद, थ्याङ्क यू सो मच।